आज चाहिँ मैले बनाएको छु साबुदानाको रसमलाई हो। यो बनाउनु एकदमै सजिलो छ अनि यति दामी टेस्टी स्वादिष्ट हुन्छ। यसको लागि चाहिँ मैले यहाँनिर ठुलो खालको साबुदाना लिएको छु, 1 बटुका लिएको छु। यसलाई अब 2-3 पल्ट सफा पानीले चाहिँ धुनुपर्छ। यसलाई मैले अब धोइसकेको छु र यसमा अब अलिकति पानी हालेर 1.5 घण्टा या 2 घण्टाको लागि चाहिँ यसलाई म छोडिदिन्छु। अब यो साबुदानाले चाहिँ सबै पानी चाहिँ चुसेको हुन्छ र 1.5-2 घण्टा पछि चाहिँ यसको अवस्था चाहिँ यो प्रकारको हुन्छ। सबै पानी चुसेर चाहिँ यसरी अलग अलग फुर्र परेको चाहिँ भएको हुन्छ। त्यसपछि यसलाई मैले मिक्सर जारमा खनाएँ र अब यसलाई चाहिँ पिस्नुपर्छ अनि यसलाई पिसेर पनि तयार गरिसकेको छु। त्यसपछि चाहिँ मैले त्यही सिसाको बोलमा नै खनाइदिएँ र यो चाहिँ 10 रुपैयाँ वाला दुध पाउडर हो। अब यो दुध पाउडरलाई मैले यसमा मिक्स गरेको छु। त्यसपछि चाहिँ चिनीको पाउडर पनि हालेको छु अथवा पिसेको चिनी हो यो। अब यसलाई चाहिँ हातले मजाले मुस्दै मिक्स गर्नुपर्छ। यसरी चाहिँ साबुदाना, दुध पाउडर अनि चिनीलाई मैले यसरी मजाले मुसेर चाहिँ तयार गरेँ। अब हातलाई चाहिँ धुएर फेरि पुसेर चाहिँ अलिकति घिउ लिएको छु। अब यो घिउलाई चाहिँ हातमा मजाले दल्नुपर्छ र यो साबुदानाबाट चाहिँ सानो सानो टुक्रा डल्ला यसरी लिएर चाहिँ यसको बल बनाउनुपर्छ। हात धुएर घिउ दलेको कारण चाहिँ हातमा नटाँसियोस् भनेर। यसरी नै मैले चाहिँ सबै डल्ला चाहिँ यसरी अथवा बल चाहिँ बनाएर तयार गरेको छु। यो प्रकारले चाहिँ अब यो तयार भइसकेपछि चाहिँ मैले चुलामा 1 लिटर दुध बसाएको छु। अब यो दुध चाहिँ यहाँनिर उम्लिनु थालेको छ र यसमा पनि म अलिकति चिनी चाहिँ मिसाउँछु किनभने यो रसमलाई बनाएको हो अनि यो चाहिँ गुलियो हुन्छ। अब जब दुध मजाले उम्लिनु थाल्छ यसरी तब चाहिँ यो रसदानाको डल्लाहरूलाई अथवा बललाई चाहिँ म एक वटा गरेर चाहिँ सबै हालिदिन्छु। अब चाहिँ सबै हालिसकेपछि एकछिन चाहिँ यसलाई पर्खिनुपर्छ र डाडुले अथवा पन्युले चाहिँ बिस्तारै बिस्तारै यसलाई चलाउनुपर्छ ताकि कराईको फेदमा चाहिँ गएर नटाँसियोस् भनेर। यति बेला चाहिँ यो जुन चाहिँ रसमलाई चाहिँ तल हुन्छ किनभने यति बेला पाकेको छैन। यो पाक्दै गएपछि चाहिँ माथि तैरिनु थाल्छ अनि साइजमा पनि यो ठुलो भएर चाहिँ आउँछ। अनि यसलाई पकाउँदै गर्दा चाहिँ बीच-बीचमा चाहिँ चलाउँदै पनि गर्नुपर्छ। बीच-बीचमा चलाउँदै गर्नुपर्छ भन्दा फेरि भक्कु सब्जी जस्तो चाहिँ चलाउनु हुँदैन, हल्का 2-3 पल्ट चाहिँ चलाउनुपर्छ। र मैले यसलाई लगभग 20 मिनट चाहिँ पकाएको छु। यसरी 20 मिनट पछि चाहिँ मैले आगोलाई निभाइदिएँ किनभने यो चाहिँ साइजमा पनि ठुलो भएको छ र पाकेर एकदमै रेडी भएको छ अनि अब चाहिँ यो माथि माथि तैरिनु थालेको छ। यसरी चाहिँ साबुदानाको रसदाना अथवा रसमलाई चाहिँ बनेर रेडी हुन्छ।